आफ्नो च्यानल। आज चाहिँ हाम्रो भाइटिकाको दिन मैले चाहिँ आज भ्लग बनाइरहेको छु हैन गाइस। मेरो भ्लग चाहिँ तपाईहरुलाई मन पर्छ कि पर्दैन जस्तो मैले फर्स्ट टाइम भ्लग बनाउँदै छु यो भाइटिकाको दिन हैन। मैले स्ट्रेटनिङ पनि गरिसके कपाल। अब 10 बजिरहेछ नि त। अब 11:40 मा त सायद हुन्छ। त्यही भएर मेकअप पनि गर्नु पर्छ। अनि त्यहाँदेखि गाइस हाम्रो घरमा चाहिँ बगियाहरू पनि पाकिसक्यो नि त गाइसहरू। म तपाईलाई देखाउँछु। कसरी देखाउनु म देखाउँदिन। ओ गाइसहरू अनि गाइस यहाँ पनि स्टार्ट हुँदैछ। फर्स्ट टाइम अनि आज यहाँ छ आयन चासो दादा। आज भाइटिका चाहिँ लागिन्छ। हजुर केरा बुवा दियो कहाँ राख्नु भयो अरे? नानीको कस्तो उडेको दियो कहाँ राख्नु भयो अरे? फर्स्ट टाइम। अनि गाइसहरू अनि मात्र गएको अब अहिले त केही पनि गर्नु मिल्दैन मेरो कपालमा हैन। त्यही भएर कहाँ छ गाइसहरू? अनि त्यहाँदेखि म चाहिँ यहाँ पल्लो घर पनि आयो होइन। यहाँ बगिया पाक्दैछौँ। अनि त्यहाँदेखि छैन त। अनि यो खोज्नुको लागि मलाई पठाउनु भएको थियो नि त। मैले भेटेँ गाइसहरू। हेर्नु भिन्डीहरू यत्रो भएर पाकेको छ। अनि त्यहाँदेखि गाइसहरू हिजो हाम्रो पूजा थियो भनेर तपाईहरुलाई पनि थाहा छ होला। अनि त्यहाँदेखि सब्जी दियो पनि निकाल्नुपर्छ। त्यही भएर मैले दियो निकालेँ। अब त्यहाँदेखि चाहिँ गाइस दियो केही लाग्दैन तोरा। अनि बुवालाई माग्नु भन्नु नि। त्यही भएर मैले त बुवालाई त मागेँ। होइन लिनु अनि अनि यही चला भन्नु यही मम्मी लिनु त्यसमा अर्को मस्तै ए लिनु छ स्टार्ट गरिदिनु भयो। वाउ कति राम्रो। मेरो चाहिँ गाइसहरू मेरो कपाल त आँटेर होइन। मेरो कपाल धेरै लामो हुँदैन गाइसहरू। अहिले चाहिँ मैले यस्तो लुगा लगाइरहेको छु। हाफ प्यान्ट ड्रेस लगाइरहेको छु अहिले म। अनि त्यहाँदेखि चाहिँ अनि गाइस अब जब मेकअपको सामानहरू खोज्छु। अनि गाइस मैले चाहिँ मेकअपको सामानहरू पनि लिएर आइसकेको छु। यो ब्यागमा छ होइन। म तपाईहरुलाई देखाउँछु म अब कुन कुन युज गर्छु भनेर। आज चाहिँ
यो मेरो फर्स्ट टाइम भ्लग हो नि त मेरो भ्लग चाहिँ तर बनाउँदिनँ लापा पता जरो यो छ क्युट मन त मात्रै खोलेर पनि आउँछु म अहिले नै त लाउँदिनँ अन्त निभियाको क्रिम छ यो पनि म तपाईँहरूलाई देखाइहाल्छु यस्तो हालेर निभियाको क्रिम अनि त्यहाँदेखि कोकाकोला गाजल मैले पनि लाउँछु तपाईँले ल्याउनु भने आइसक्यो अनि पाउडर छ अनि त्यहाँदेखि चाहिँ फाउन्डेसन चाहिँ मलाई जरुरत भने अनि अरू मस्कारा के हो लिपस्टिक मलाई याद मेरो कपाल चाहिँ होइन फेरि बिग्रियो भने के हुन्छ तपाईँहरूलाई पनि थाहा छ अनि मैले चाहिँ यो क्युट छ क्युट अनि त्यहाँदेखि चाहिँ यो छ अरू के छ माई गॉड अनि यहाँ लिपस्टिक छ तर म यस्तो लिपस्टिकहरू लाग्दैन अनि गाइज मैले लिपस्टिक मात्रै लगाएको छु होइन म अहिले भर्खर नुहाएको अघि भर्खर नुहाएको हो नि त अघि भर्खर नुहाएको मास्कारा पनि मैले गाइज अलि लगाएको थिएँ मेरो अनुहार कस्तो नराम्रो छ भन्ने नि गाइज यहाँ पछाडि चाहिँ कस्तो देखेको छ त्यो मलाई थाहा छैन अनि गाइज अब चाहिँ यो सकिने आँटेको छ नि त मेरो टाइमहरू सकिरहेको छ अब म जुन मैले मेकअप देखाएको छु नि त्यो चाहिँ म अब अर्को भ्लगमा गर्छु भनेको पार्ट 2 मा गर्छु गाइज होइन त्यो पनि हेरिदिनुहोस् होला फर वाचिङ माई भिडियो अनि यो चाहिँ होइन मेरो युट्युब च्यानलको नाम चाहिँ होइन आइसा दिमाल हो नि त म यो त्यसमा पनि हाल्छु हेरिदिनुहोस् होला बाई बाई फर वाचिङ माई भिडियो